नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले दुईवटा लोककथाहरू लिएर आएको छु। पहिलो लोककथा बोल्ने सुनको औँठी। धेरै वर्ष पहिले नेपालको पूर्वी क्षेत्रको एउटा सानो गाउँमा एक जोडी बुढाबुढी बस्थे। उनीहरूको उमेर धेरै भइसकेको थियो, तर पनि उनीहरूको जीवनमा खुसीको कमी थिएन, किनभने उनीहरूसँग दुईजना नातिहरू थिए जसले उनीहरूको घरलाई सधैँ जीवन्त राख्थे। ती दुई नातिहरूको कथा भने दुःखद थियो। जब तिनीहरू साना छँदा उनीहरूका आमा बाबालाई एउटा भयानक रोगले संसारबाट लगेको थियो। त्यसपछि ती अनाथ बालकहरूलाई पाल्ने कोही थिएन। तब उनीहरूका हजुरबाबा र हजुरआमाले नै ती दुई नातिहरूलाई आफ्नो छातीमा राखेर हुर्काएका थिए। हजुरबाबा र हजुरआमाको माया र स्नेहले ती केटाहरूलाई ठुलो बनायो। नातिहरूको नाम कान्छो र जेठो थियो। दुवै दाजुभाइ एकअर्कालाई धेरै माया गर्थे। उनीहरू सधैँ सँगसँगै खेल्थे, सँगै काम गर्थे र सँगै सपना देख्थे। गाउँका मानिसहरूले उनीहरूलाई हेर्दा भन्थे, हेर त कति मिल्दो दाजुभाइ। एक दिन बिहान जब घाम आकाशमा चम्किरहेको थियो र चराहरूले मिठो गीत गाइरहेका थिए, ती दुई दाजुभाइ आफ्नो हजुरबुवाको खेतमा काम गर्न गए। त्यो खेत गाउँबाट अलि टाढा जङ्गलको छेउमा थियो। त्यहाँ उनीहरूको परिवारले खेती गर्थ्यो, जसमा विभिन्न अन्न र तरकारीहरू लगाइन्थ्यो। दुवै दाजुभाइले मेहनतका साथ काम गरे। उनीहरूले घाँस काटे, बोट बिरुवा लगाए र माटो खने। घाम माथि माथि उठ्दै गयो र दिउँसो भयो। त्यतिखेर उनीहरूको पेट भोकले कराउन थाल्यो। उनीहरूले बिहान घरबाट केही खाना ल्याएका थिएनन्। दाइ, मलाई धेरै भोक लाग्यो, सानो भाइले भन्यो। मलाई पनि, ठुलो भाइले जवाफ दियो। आऊ, हामी जङ्गलमा गएर केही खानेकुरा खोजौँ। दुवैजना जङ्गलतिर लागे। उनीहरूले यताउता हेरे, तर खानेकुरा केही भेटिएन। न त फलफुल थियो, न त कुनै जडीबुटी। उनीहरू निराश हुँदै थिए। अचानक ठुलो भाइको नजर एउटा रुखमा पर्यो। त्यो रुखको हाँगामा एउटा ढुकुरको गुँड थियो। हेर त, ठुलो भाइले भन्यो, त्यो गुँडमा केही छ कि? दुवैजना नजिक गएर हेरे। गुँडमा 4वटा अण्डा थिए। ती अण्डाहरू सेतो रङ्गका र सुन्दर थिए। वाह, अण्डा! सानो भाइ खुसी भएर भन्यो। तिनीहरूले वरिपरि हेरे। ठुकुर आमा कतै देखिएन। सायद उनी खाना खोज्न गएकी थिइन्। त्यसपछि दुवै दाजुभाइले ती 4वटै अण्डा लिएर खाए। अण्डा खाएपछि तिनीहरूको भोक मर्यो र उनीहरू खुसी भएर खेतमा फर्किए। साँझ पर्यो, घाम डुब्न लाग्यो र आकाश सुन्तला रङ्गको भयो। दुवै दाजुभाइ थाकेर घर फर्किए। घरमा हजुरआमाले आगो बालेर बसेकी थिइन्। हजुरआमा, आज हामीले जङ्गलमा ठुकुरको अण्डा पायौँ र खायौँ, ठुलो भाइले भन्यो। हो हजुरआमा, 4वटा अण्डा थिए, सानो भाइले थप्यो। धेरै मिठो थियो। यो कुरा सुनेर हजुरआमाको मुहार एकदमै रातो भयो। उनी रिसले भन्छन्, के भन्यौ? तिमीहरूले अण्डा खायो र मलाई एउटा पनि ल्याएनौ? हजुरआमाले चिच्याउँदै भनिन्, मैले त कति दिनदेखि अण्डा खाएकै छैन। तिमीहरू कति स्वार्थी छौ। दाजुभाइहरू छक्क परे। तिनीहरूले सोचेका थिएनन् कि हजुरआमा यति रिसाउनुहुन्छ। हजुरआमा, माफ गर्नुहोस्, हामीले सोचेनौ, ठुलो भाइले विनम्रतापूर्वक भन्यो। तर हजुरआमाको रिस शान्त भएन। उनी सिधै हजुरबुवा कहाँ गइन् र यो कुरा भनिन्। सुन्नुभयो, यी केटाहरूले जङ्गलमा अण्डा पाए र सबै आफैले खाए। हाम्रो बारेमा सोचेनन् पनि। कति अकृतज्ञ भए यिनीहरू। हजुरबुवाले केही भनेनन्, तर उनको मनमा पनि रिस जाग्यो। अर्को दिन बिहान दाजुभाइहरू फेरि खेतमा काम गर्न गए। उनीहरू गएपछि हजुरबुबा र हजुरआमाले एउटा योजना बनाए। आज हामी यी केटाहरूलाई सिकाउँछौँ, हजुरआमाले भनिन्। हजुरआमाले एउटा मोटो सुँगुर ल्याएर मारे। त्यसपछि हजुरआमाले त्यो सुँगुरको मासु पकाइन्। घरभरि मासुको मिठो बास्ना फैलियो। दिउँसो भयो र दाजुभाइ खाना खान घर फर्किए। घरमा पुगेपछि तिनीहरूले मासुको बास्ना पाए। वाह, आज त मासु पाकेको छ। सानो भाइ खुसी भएर भन्यो। हजुरआमा, यो के पाक्यो? ठुलो भाइले सोध्यो। हजुरआमाले तीव्र स्वरमा जवाफ दिइन्, तिमीहरूलाई के मतलब? यो हाम्रो कुरा हो। तिमीहरू जाऊ, पहिले खोलामा गएर नुहाएर आऊ, त्यसपछि खाना पाउँछौ। दाजुभाइहरूले केही भनेनन्। तिनीहरू आज्ञाकारी भएर खोलामा नुहाउन गए। खोलाको चिसो पानीमा नुहाएपछि उनीहरू फर्किए। तर जब उनीहरू घरमा पुगे, उनीहरूको आँखा अगाडिको दृश्य देखेर छक्क परे। मासुको भाँडा खाली थियो। सुँगुरको एउटा टुक्रा पनि बाँकी थिएन। हजुरबुबा र हजुरआमाले सबै मासु खाइसकेका थिए। हजुरबुबा, हजुरआमा, हाम्रो भाग कहाँ छ? ठुलो भाइले सोध्यो। हजुरबुबा एकदमै रिसाए। उनले दाजुभाइलाई गाली गलौज गर्न थाले। तिमीहरूलाई लाज लाग्दैन? अण्डा खाँदा हाम्रो बारेमा सोचेनौ?
अब हामीले पनि तिमीहरूको बारेमा सोचेनौ। जाऊ, यहाँबाट जाऊ, यो घर छोडेर जाऊ। दाजुभाइको आँखामा आँसु आए। हजुरबुबा माफ गर्नुहोस्, हामी कहाँ जाने, सानो भाइले रुँदै भन्यो। तर हजुरबुबाले सुनेनन्। उनले दुवैलाई घरबाट निकाले। रात परिसक्यो। आकाशमा ताराहरू चम्किरहेका थिए, तर दाजुभाइहरूको जीवनमा अँध्यारो छायो। उनीहरूसँग जाने कुनै ठाउँ थिएन। दाई, अब हामी के गर्ने? सानो भाइले सोध्यो। हामी यो गाउँ छोड्छौँ, ठुलो भाइले भन्यो। कहीँ अरू ठाउँमा गएर बस्छौँ। हामी मेहनत गर्छौँ, कतै त बस्ने ठाउँ पाइन्छ। दुवैजना गाउँ छोडेर हिँड्न थाले। रातभरि उनीहरू जङ्गलमा हिँडे। अँध्यारो थियो, डर लाग्थ्यो, तर उनीहरूसँग अरू कुनै उपाय पनि थिएन। अन्तमा उनीहरूले एउटा ठूलो रुखको मुनि बास लिए। बिहान भयो, चराहरू चिरबिराउन थाले। दाजुभाइहरू उठे। उनीहरूको पेट भोकले कराइरहेको थियो। दाई, मलाई धेरै भोक लाग्यो, सानो भाइले भन्यो। मलाई पनि, आऊ केही खानेकुरा खोजौँ, ठुलो भाइले जवाफ दियो। उनीहरू जङ्गलमा यताउता हिँडे। धेरै खोजी गरेपछि उनीहरूले एउटा अग्लो रुख देखे। त्यो रुख धेरै ठुलो थियो र त्यसको टुप्पामा केही देखिन्थ्यो। त्यो के हो? सानो भाइले सोध्यो। ठुलो भाइले ध्यानपूर्वक हेर्यो। त्यो गिद्धको गुँड हो, त्यहाँ अन्डा होला। ठुलो भाइ रुखमा चढ्यो। ऊ बिस्तारै बिस्तारै माथि चढ्यो। अन्तमा उसले गिद्धको गुँड पायो। गुँडमा केही अन्डाहरू थिए। वाह, अन्डा रहेछ, ठुलो भाइले खुसी मनाएर भन्यो। उसले अन्डाहरू खान थाल्यो। खाँदा खाँदै उसलाई आफ्नो भाइको याद आयो। उसले एउटा अन्डा बचाएर राख्यो भाइको लागि। अब ठुलो भाइ रुखबाट ओर्लन थाल्यो, तर रुख धेरै अग्लो थियो र हाँगाहरू पातला थिए। ओर्लदा ओर्लदै उसको हातबाट त्यो बचाएको अन्डा खस्यो। ओहो, ठुलो भाइले भन्यो। अन्डा तल खस्यो र फुटेर टुक्रा टुक्रा भयो। सानो भाइको भाग केही रहेन। दाई, मेरो अन्डा त फुट्यो, सानो भाइले उदास हुँदै भन्यो। माफ गर भाइ, मबाट गल्ती भयो, ठुलो भाइले भन्यो। तर त्यसपछि अचानक अनौठो कुरा हुन थाल्यो। ठुलो भाइको शरीरमा परिवर्तन आउन थाल्यो। उसको हातमा प्वाख उम्रन थाल्यो। उसको मुख चुच्चोमा परिणत हुन थाल्यो। दाई, तपाईँलाई केही भइरहेको छ, सानो भाइ डराएर चिच्यायो। ठुलो भाइ बिस्तारै बिस्तारै गिद्धमा परिणत हुँदै थियो। केही समयमा उसको पुरै शरीर गिद्ध भयो। सानो भाइ रुन थाल्यो। दाई, दाई, अब म एक्लो भएँ, तिमी मसँग बस्न सक्दैनौ। गिद्ध भएको ठुलो भाइले भन्यो। भाइ, अब म मानिससँग बस्न सक्दिनँ, मलाई जङ्गलमा नै बस्नुपर्छ, तर तिमी नरौ, म तिम्रो लागि राम्रो ठाउँ खोज्छु। गिद्ध भएको दाइले आकाशमा उड्न थाल्यो। उसले यताउता हेर्यो। धेरै खोजी गरेपछि उसले एउटा राम्रो ठाउँ देख्यो। उसले तल आएर भाइलाई भन्यो। भाइ, मसँग आऊ, मैले तिम्रो लागि राम्रो ठाउँ भेट्टाएँ। सानो भाइ दाइको पछि पछि हिँड्यो। केही समयपछि उनीहरू एउटा खेतमा पुगे। त्यो खेत एकजना विधवा आमाको थियो। भाइ, तिमी यहाँ बस, गिद्ध दाइले भन्यो। यो खेतकी मालिक नै आउँछिन्, उनीसँग बस र काम गर। दाई, तिमी पनि बस न, सानो भाइले बिन्ती गर्यो। म सक्दिनँ भाइ, म अब गिद्ध हुँ, तर म कहिलेकाहीँ तिमीलाई हेर्न आउँछु, होसियार बस। यति भनेर गिद्ध दाई उडेर गयो। सानो भाइ एक्लो रह्यो। सानो भाइ खेतमा एक्लो बसिरहेको थियो। उसलाई भोक लागेको थियो। उसले वरिपरि हेर्यो। खेतमा केही फर्सीका बोटहरू थिए। उसले एउटा फर्सी खायो। खाएपछि उसलाई थकान लाग्यो। एउटा ठूलो रुखमुनि उसले घाँस ओछ्याएर सुत्यो। निन्द्रामा उसले एउटा सपना देख्यो। सपनामा एकजना बुढा मानिस आए। त्यो बुढाको लामो सेतो दारी थियो र उनको मुहारमा शान्ति थियो। बाबु, बुढाले भने, तिमी त धेरै दुखी छौ, तर तिम्रो दुःख अब टर्नेछ। बाजे, तपाईँ को हुनुहुन्छ? सानो भाइले सोध्यो। त्यो महत्त्वपूर्ण कुरा होइन, मेरो कुरा ध्यान दिएर सुन। यहाँबाट केही टाढा एउटा बाँसको झाडी छ। त्यो बाँसको फेदमा माटो खन। त्यहाँ तिमीलाई एउटा चिज भेटिनेछ। त्यो चिज सधैँ आफूसँग राख, यसले तिमीलाई मद्दत गर्नेछ। के चिज हो त्यो बाजे? त्यो तिमी आफै पत्ता लगाऊ। अब जाग। सानो भाइ एक्कासी भ्याउँजियो। उसले वरिपरि हेर्यो। केही थिएन, कोही थिएन। सपना त थियो, तर त्यो सपना साधारण जस्तो लागेन। उसले उठेर वरिपरि हेर्यो। साँच्चै नै त्यहाँ एउटा बाँसको झाडी थियो। उसले त्यो झाडीको फेदमा माटो खन्न थाल्यो। केही समय खनेपछि उसको हातमा केही लाग्यो। त्यो एउटा चम्किलो चिज थियो। उसले त्यो बाहिर निकाल्यो। वाह, उसले भन्यो, यो एउटा सुनको औँठी थियो। त्यो औँठी धेरै सुन्दर थियो, घाममा चम्किरहेको थियो। अचानक त्यो औँठीले बोल्यो, धन्यवाद मलाई बचाएकोमा। सानो भाइ डराएर पछाडि सर्यो। तिमी बोल्छौ? हो, औँठीले जवाफ दियो। म साधारण औँठी होइन, म बोल्न सक्छु र तिम्रा इच्छाहरू पूरा गर्न सक्छु। साँच्चै नै? साँच्चै नै। तिमीले जे चाहन्छौ मसँग भन, म पूरा गर्नेछु। सानो भाइलाई विश्वास लागेन, तर उसले सोच्यो यो सपनामा बाजेले भनेको चिज नै हो। केही समयपछि त्यो खेतकी मालिक नै आइपुगिन्। उनी एकजना विधवा थिइन्।
उनको श्रीमान धेरै वर्ष अघि बितेका थिए। उनी एक्लै बस्थिन् र खेतबारी गरेर जीविका चलाउँथिन्। उनले खेतमा आएर हेरिन्, एउटा फर्सी हराएको देखिन्। को आयो मेरो खेतमा, उनले सोचिन्। त्यसपछि सानो भाइ उनी कहाँ आयो। आमा, मैले तपाईँको फर्सी खाएँ, मलाई माफ गर्नुहोस्, मैले 2 दिनदेखि केही खाएको थिएन, उसले विनम्रतापूर्वक भन्यो। विधवाले उसलाई हेरिन्। त्यो केटो दुब्लो थियो, थाकेको थियो, उसको आँखामा कष्टको चिन्ह थियो। ठिकै छ बाबु, तिम्रो नाम के हो, तिमी कहाँबाट आयो? सानो भाइले आफ्नो सबै कथा भन्यो। हजुरबुबा हजुरआमाले घरबाट निकालेको कुरा, दाइ गिद्ध भएको कुरा सबै। विधवालाई उसको दया लाग्यो। बिचरा, तिमी मसँग बस, म पनि एक्लो छु। तिमी मेरो खेतमा काम गर, म तिमीलाई खान दिन्छु, बस्ने ठाउँ दिन्छु। सानो भाइ धेरै खुसी भयो। धन्यवाद आमा, म राम्ररी काम गर्छु। त्यसपछि सानो भाइ विधवासँग बस्न थाल्यो। अर्को दिन सानो भाइ खेतमा काम गर्न गयो। त्यो दिन धेरै गर्मी थियो। घाम आगो जस्तो तातो थियो। खेतमा कुनै छाप्रो थिएन जहाँ उसले आराम गर्न सकोस्। सानो भाइ थाक्यो। उसले सोच्यो, यहाँ छाप्रो भएको भए कति राम्रो हुन्थ्यो। अचानक उसलाई आफ्नो औँठीको याद आयो। उसले औँठीलाई भन्यो, औँठी, यहाँ एउटा छाप्रो बनाइदेऊ न। ठिकै छ, औँठीले जवाफ दियो। तुरुन्तै त्यहाँ एउटा सुन्दर छाप्रो देखा पर्यो। त्यो छाप्रो बाँसको थियो, खरको छानो थियो, भित्र आराम गर्ने ठाउँ थियो। सानो भाइ छाप्रोभित्र गएर आराम गर्यो। उसले धेरै राहत पायो। अर्को दिन विधवा खेतमा आइन्। उनी केटाको काम हेर्न चाहन्थिन्। खेतमा पुगेपछि उनी छक्क परिन्। त्यहाँ एउटा सुन्दर छाप्रो थियो। यो छाप्रो कसले बनायो, उनले सोधिन्। मैले बनाएँ आमा, सानो भाइले जवाफ दियो। एक्लै, यति राम्रो? हो आमा। विधवा धेरै खुसी भइन्। उनले भनिन्, बाबु, तिमी त धेरै चलाक रहेछौ। अब हामीले बाला कामदीको पूजा गर्नुपर्छ। तर पूजाको लागि धेरै सामान चाहिन्छ। म गरिब छु, पुजारी पनि नआउलान्। आमा, तपाईँ चिन्ता नगर्नुहोस्, सबै व्यवस्था हुन्छ, सानो भाइले भन्यो। विधवालाई विश्वास लागेन, तर उनले केही भनिनन्। त्यस रात सानो भाइले आफ्नो औँठीसँग भन्यो, औँठी, भोलि पूजाको लागि सबै सामान तयार गरिदेऊ, धेरै खाना बनाइदेऊ, सबै मानिसहरूलाई खुवाउन पुग्ने गरी। ठिकै छ, औँठीले जवाफ दियो। अर्को दिन बिहान पुजारी आए। उनी गाउँकै मान्छे थिए। उनलाई लाग्थ्यो कि विधवा गरिब छिन्, त्यसैले पूजाको खासै व्यवस्था हुँदैन। तर जब उनी त्यहाँ पुगे, उनी छक्क परे। पूजाको सबै सामान तयार थियो, धूप बत्ती फूल फलफूल सबै। र खाना त यति धेरै थियो कि सारा गाउँका मानिसहरूलाई खुवाउन पुग्थ्यो। पुजारी आश्चर्यले सोधे, यो सबै कसले गर्यो? मैले गरे पुजारी, सानो भाइले भन्यो। पुजारीले पूजा गरे। पूजा धेरै राम्ररी सम्पन्न भयो। पूजापछि पुजारी गाउँमा फर्किए र सबैलाई भने, तिमीहरूलाई थाहा छ, त्यो विधवा जो हामीले गरिब सोच्थ्यौं, उनी त अहिले गाउँमै सबैभन्दा धनी भएकी छिन्। उनको खेतमा एउटा केटा छ जसले जादु जस्तो काम गर्छ। यो खबर सारा गाउँमा फैलियो। बाली पाक्ने समय आयो। खेतमा धान मकै तरकारी सबै पाके। विधवाले सानो भाइलाई भनिन्, बाबु, बाली उठाउने समय आयो, तिमी सबै व्यवस्था मिलाऊ। ठिकै छ आमा, सानो भाइले जवाफ दियो। उसले आफ्नो औँठीसँग भन्यो, औँठी, बाली उठाउने सबै व्यवस्था गरिदेऊ र आमाको लागि एउटा सुन्दर बास्केट पनि बनाइदेऊ। तुरुन्तै सबै काम भयो। बाली उठियो, भण्डारण भयो र विधवाको लागि एउटा अत्यन्तै सुन्दर लाङ्गा वा बास्केट तयार भयो। यो लाङ्गा बाँसको थियो र त्यसमा सुन्दर डिजाइनहरू थिए। रङ्गीन धागाहरूले सजाइएको थियो। विधवा त्यो लाङ्गा बोकेर गाउँमा हिँड्न थालिन्। गाउँमा सबैले त्यो लाङ्गा देखे। कसैले यस्तो सुन्दर लाङ्गा कहिले देखेका थिएनन्। गाउँको मुखियाकी छोरीले पनि त्यो लाङ्गा देखिन्। उनी धेरै सुन्दर थिइन् र उनलाई सुन्दर चिजहरू धेरै मन पर्थ्यो। वाह, यो त कति सुन्दर लाङ्गा हो, उनले भनिन्। मलाई पनि यस्तै चाहियो, उनले सोधिन्। यो लाङ्गा कसले बनायो? त्यो केटाले बनायो जो मसँग बस्छ, विधवाले जवाफ दिइन्। मुखियाकी छोरीले विधवा र सानो भाइलाई आफ्नो घरमा बोलाइन्। तपाईहरू मेरो घरमा आउनुहोस्। त्यो केटाले मेरो लागि पनि यस्तै लाङ्गा बनाइदिउन्। विधवा घर फर्किन् र सानो भाइलाई यो कुरा भनिन्। तर सानो भाइ मुखियाको छोरीलाई भेट्न गएन। धेरै दिन बित्यो। मुखियाकी छोरीले कुर्यो, तर सानो भाइ आएन। अन्तमा उनी आफै उसलाई भेट्न गइन्। जब उनले सानो भाइलाई देखिन्, उनी छक्क परिन्। त्यो केटा धेरै राम्रो थियो। उसको अनुहार शान्त थियो। उसको आँखामा असल मानिसको चमक थियो। मुखियाकी श्रीमती त्यो केटाको प्रेममा परिन्। उनी घर फर्किन् र आफ्नो बुबालाई भनिन्, बुबा, मलाई त्यो केटासँग बिहे गराइदिनुहोस्। मुखिया छक्क परे। के त्यो गरिब केटासँग? हो बुबा, म उसैसँग बिहे गर्छु। मुखियाले धेरै सोचे। उनी आफ्नी छोरीलाई धेरै माया गर्थे, तर यस्तो सजिलै बिहे हुन दिन चाहँदैनथे। अर्को दिन मुखियाले विधवालाई बोलाएर भने, त्यो केटालाई पनि ल्याऊ,
म सारा गाउँ भेला गर्छु। विधवा र सानो भाइ आए। सारा गाउँका मानिसहरू भेला भए। मुखियाले घोषणा गरे, सुन्नुहोस् सबैले, मेरो छोरीले बिहे गर्न खोजेकी छिन्, तर मेरी छोरी साधारण केटासँग बिहे गर्न सक्दिनन्। त्यसैले म एउटा चुनौती राख्छु। कस्तो चुनौती? गाउँलेहरूले सोधे। जो मान्छेहरूले एक हातले मात्र सुँगुर मार्न सक्छ, एक हातले नै त्यसलाई काट्न सक्छ, एक हातले नै पकाउन सक्छ र सबैलाई खुवाउन सक्छ, मेरी छोरी उसले बिहे गर्न पाउँछ। यो सुनेर सबैजना आश्चर्यमा परे। एक हातले सुँगुर मार्ने? असम्भव। गाउँको सबैभन्दा ठुलो बलियो सुँगुर ल्याइयो। त्यो सुँगुर धेरै बलियो थियो। उसलाई आँगनको खम्बामा बाँधियो। गाउँका बलिया मानिसहरू एक एक गरेर आए र प्रयास गरे, तर कोहीले पनि सफल पाएनन्। कसैले सुँगुरलाई मार्न नै सकेनन्। अन्तमा मुखियाले भने, हाम्रो गाउँमा कोही पनि सक्षम छैनन्, अब अर्को गाउँबाट मानिस बोलाउनु पर्छ। त्यतिखेर सानो भाइ उठ्यो। म प्रयास गर्छु, उसले भन्यो। सबैले उसलाई हेरे। त्यो पातलो साधारण देखिने केटाले के गर्न सक्छ? सानो भाइ सुँगुर लिएर गयो। उसले आफ्नो एक हात पछाडि राख्यो। अचानक बिजुली चाहिँ छिटो उसले सुँगुरमाथि हाम फाल्यो। म प्रयास गर्छु, उसले भन्यो। सबैले उसलाई हेरे। त्यो पातलो साधारण देखिने केटाले के गर्न सक्छ? सानो भाइ सुँगुर लिएर गयो। उसले आफ्नो हात पछाडि राख्यो। अचानक बिजुली चाहिँ छिटो उसले सुँगुरमाथि हाम फाल्यो। एकै प्रकारमा सुँगुर ढल्यो। सबैजना छक्क परे। त्यसपछि सानो भाइले एक हातले नै सुँगुरको छाला उतार्यो, एक हातले नै मासु काट्यो र हातले नै पकायो र सबैले आश्चर्यले हेरिरहे। अन्तमा मासु पाक्यो। सानो भाइ त्यो मासु सबैलाई खुवायो। दर्शक तथा श्रोतावृन्द, यो सँगै पहिलो लोककथा सकिएको छ। तपाईलाई आजको पहिलो लोककथा के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। लागौं अर्को कथातर्फ। कथाको शीर्षक स्याल कसरी पण्डित बन्यो। धेरै धेरै पुरानो कुरा हो। त्यो बेलामा मानिसहरू र जनावरहरू बीचमा कुराकानी हुने गर्थ्यो। जंगलमा विभिन्न प्रकारका जनावरहरू बस्थे। सिंह, बाघ, भालु, स्याल, गाई, हरिण लगायत अनेकौं प्राणीहरू। ती दिनहरूमा जंगल एकदम घना थियो। रुखहरू यति अग्ला र गहिरा थिए कि सूर्यको किरण पनि भुइँसम्म पुग्न गाह्रो पर्थ्यो। त्यही जंगलको नजिकै एउटा सानो गाउँ थियो। त्यस गाउँमा एकजना धर्मात्मा पण्डित बस्थे। उनी धेरै दयालु र परोपकारी मानिस थिए। उनले सधैँ अरूलाई मद्दत गर्ने गर्थे। गाउँका मानिसहरू उनलाई धेरै मान्ने गर्थे र इज्जत गर्थे। पण्डितजी दिनभरि पूजापाठ गर्थे, मानिसहरूलाई राम्रा कुरा सिकाउँथे र साँझ परेपछि आफ्नो घरतर्फ लाग्थे। एक दिन पण्डितजीलाई अर्को गाउँमा एउटा ठूलो पूजाको निम्तो आयो। त्यो गाउँ जाने बाटो जंगलबाट हुँदै जानु पर्थ्यो। पण्डितजी बिहान उठेर तयारी गरे र पूजाको सामान बोकेर हिँड्न थाले। तर पूजा सकि नसकी साँझ पर्न थाल्यो। पूजा सकिँदा सकिँदा साँझको अँध्यारो छर्न थालिसकेको थियो। पण्डितजी अलि चिन्तित भए, किनभने उनलाई थाहा थियो कि साँझ पर्न साथ जंगलमा खतरनाक जनावरहरू आफ्नो गुफाबाट बाहिर निस्कन्छन्। तर के नै गर्नु, घर पुग्न त जंगल पार गर्नै पर्ने। त्यसैले उसले हिम्मत गरेर जंगलतर्फ लागे। पण्डितजी जंगलतिर पस्दै गए। अँध्यारो बढ्दै गयो। रातो आकाशमा सूर्य बिस्तारै लुक्दै गयो। जंगलका रुखहरूको छाया लामो लामो भएर भुइँमा फैलिँदै थियो। कहाँबाट चराचुरुङ्गीको आवाज आइरहेको थियो त कहाँबाट कुनै जनावरको गर्जन सुनिन्थ्यो। पण्डितजीको मुटु जोडले चल्न थाल्यो। उनले आफ्नो गति बढाए। जति छिटो त्यो जंगल पार गर्न सकियो त्यति नै राम्रो भनेर उनले सोचे। तर जंगल यति ठूलो थियो कि हिँड्दा हिँड्दै पनि सकिने नाउँ लिएन। अचानक पण्डितजीको आँखा एउटा ठूलो पिँजडामाथि पर्यो। त्यो पिँजडा बाँस र काठबाट बनेको थियो अनि त्यसभित्र एउटा डरलाग्दो बाघ थियो। बाघ देख्न साथ पण्डितजी डरले थरथर काँपे। उनको हात खुट्टा शिथिल भए। तर एकछिनपछि उनले होस सम्हाले, किनभने बाघ त पिँजडाभित्र बन्द थियो। पिँजडाभित्र भएको बाघले केही गर्न सक्दैन भनेर पण्डितजीले सोचे। अब त त्यो बाघले मलाई केही गर्न सक्दैन, पिँजडाभित्र बन्द छ। म छिटो छिटो हिँडेर यहाँबाट टाढा जाउँ, पण्डितजीले मनमा नै भने। तर पण्डितजी त्यहाँबाट हिँड्न लाग्ने बित्तिकै बाघले उनलाई देख्यो र चिच्याउन थाल्यो। ओहो पण्डितजी, ओहो मेरो स्वामी, ओहो मेरो मुक्तिदाता, मलाई बचाउनुहोस्, कृपया मलाई दया गरेर बचाउनुहोस्, बाघले रुँदै भन्यो। बाघको यो आवाज सुनेर पण्डितजी एकछिन रोकिए। उनी धर्मात्मा मानिस थिए। उनले सोचे, कुनै पनि जीवले सहायताको लागि पुकारा गरिरहेको बेला त्यसको व्यवस्था गर्नु पाप हो। त्यो जीव एउटा डरलाग्दो बाघ नै किन नहोस्। त्यसैले पण्डितजी अलिकति डराउँदै बाघ नजिक गए। के भयो बाघ भाइ, तिमीलाई के समस्या छ? पण्डितजीले सोधे। बाघले दुखी स्वरमा भन्यो, ओहो पण्डितजी,
मेरो कस्तो दुर्भाग्य। केही दिन अघि सिकारीहरू यो जङ्गलमा आए। तिनीहरूले मलाई पक्राउ गरे, यो पिंजडामा बन्द गरे। 3 दिन भयो। मेरो मुखमा खानाको दाना पनि छैन। मेरो मुखमा खानाको एक दाना पनि परेको छैन। म भोकभोकै मर्ने भए। मेरो पेट आगोले जलिरहेको छ। मेरो शरीर कमजोर भइसक्यो। कृपया मलाई बचाउनुहोस् पण्डितजी। बाघको यो कथा सुनेर पण्डितजीलाई दया लाग्न थाल्यो, तर उनी अझै पनि डराइरहेका थिए। म तिम्रो लागि के गर्न सक्छु र बाघ भाइ? पण्डितजीले सोधे। बाघले रुँदै भन्यो, ओहो मेरो दयालु स्वामी, मेरो धर्मात्मा प्रभु, यो पिंजडाको ढोका खोलिदिनुहोस्, मलाई मुक्त गरिदिनुहोस्। तपाईले मलाई छोड्नु भयो भने म तपाईको जीवनभर ऋणी रहनेछु। मुक्त भएपछि म जङ्गलमा गएर शिकार खोज्छु। यहाँ धेरै हरिणहरू, खरायो र अन्य जनावरहरू छन्। म तिनीहरूलाई खाएर आफ्नो भोक मेट्छु। पण्डितजी अझै पनि शङ्कामा परे। उनले भने, बाघ भाइ, मलाई तिम्रो कुरा सुनेर दुःख लाग्यो, तर म तिमीलाई कसरी छोडौँ? मानिस त तिम्रो खाना हो। मैले तिमीलाई छाडिदिएँ भने तिमीले मलाई नै खाइदिने त होइनौ? म तिम्रो कुरा कसरी विश्वास गरौँ? बाघले आँखामा आँसु ल्याउँदै भन्यो, ओहो पण्डितजी, मलाई विश्वास गर्नुहोस्, जसले मेरो प्राण बचाउँछ त्यसलाई म कसरी खान सक्छु? यो त महापाप हुने थियो। जङ्गलमा खाने जति जनावर छन्, म तिनीहरूलाई खान्छु। तपाईको यो कृपाको लागि म जीवनभर कृतज्ञ रहनेछु। तर पण्डितजी अझै पनि मान्न सकेनन्। उनले भने, होइन बाघ भाइ, म तिम्रो कुरा विश्वास गर्न सक्दिन। बाघ त धोकेबाज हुन्छन् भनेर सबैले भन्छन्। बाघले अझ ठुलो स्वरमा रुँदै भन्यो, ओहो पण्डितजी, म आफ्नो दाजुभाइको नाममा कसम खान्छु, म भगवानको नाममा कसम खान्छु, मैले तपाईलाई छुने छैन। म आफ्नो आमा बुबाको कसम खान्छु। कृपया मेरो जीवन बचाउनुहोस्। मेरो पेट भोकले जलिरहेको छ। म झन कमजोर भइरहेको छु। अझ केही बेर यसरी नै रहे भने म मर्नेछु। दयालु पण्डित, मलाई बचाउनुहोस्। बाघको यस्तो विचल्य अवस्था देखेर पण्डितजीको मन पक्लियो। उनले सोचे, यो बिचरा बाघ 3 दिनदेखि भोकै छ। कस्तो दयनीय अवस्था छ। मैले यसलाई बचाउनु पर्छ। भगवान पनि त यही चाहनुहुन्छ होला कि सबै जीवहरूलाई मद्दत गर्नुपर्छ। बाघले कसम पनि खाइसक्यो। अब त विश्वास गर्नुपर्छ। पण्डितजीले आफ्नो डर दबाए। उनले आँखा चिम्ले र प्रार्थना गरे, हे भगवान, मेरो रक्षा गर्नुहोस्। मैले यो जीवको प्राण बचाउन लागेको छु। यो राम्रो काम हो भने मलाई पनि सुरक्षित राख्नुहोस्। यसो भन्दै पण्डितजीले पिंजडाको ढोकाको आग्लो खोले। ढोका खुल्यो। बाघ पिंजडाबाट बाहिर निस्कियो। तर बाघ बाहिर आउने बित्तिकै उसले आफ्नो असली रूप देखायो। उसका आँखा राता भए। उसले आफ्नो दारा देखाए अनि बिजुलीको गतिमा पण्डितजी माथि झम्टियो। पण्डितजी अझ टाढा भाग्न पाउन अघि नै बाघले उनलाई आफ्नो अघिल्लो खुट्टाले थिचिदियो। हल्ला नगर, 1 इन्च पनि नचल। बाघले धम्की दिँदै भन्यो, म पहिले तँलाई खान्छु अनि त्यसपछि अरू शिकार खोज्न जानेछु। पण्डितजी स्तब्ध भए। उनलाई आफ्नो कानमाथि विश्वास नै लागेन। यसरी पनि हुन्छ? मैले त यसको प्राण बचाएँ अनि यसले त मलाई नै खाने भयो। पण्डितजीले हात जोडे। उनले बाघलाई बिन्ती गरे, ओहो बाघ भाइ, यो त तिमीले कस्तो गर्यौ? मैले तिम्रो प्राण बचाएँ। तिमी त मर्ने हालतमा थियौ। मैले तिमीलाई छोडिदिएँ अनि तिमीले मेरो उपकारको बदला यसरी फर्काउने? यो त अन्याय भयो। म तिम्रो मुक्तिदाता हुँ। मलाई नखाऊ। मेरो घरमा बुढी आमा छन्, स्वास्नी छ, साना साना छोराछोरी छन्। तिनीहरूको हेरचाह गर्नु मेरो कर्तव्य हो। मलाई जान देऊ। बाघले गर्जना गर्दै भन्यो, ओहो पण्डितजी, यहाँ त यो धर्मोपदेश सुन्ने ठाउँ होइन। यो त जङ्गल हो। जङ्गलको नियम बेग्लै हुन्छ। म भोकाएको छु। 3 दिनदेखि मेरो पेटमा केही परेको छैन। अब त मेरो अगाडि उभिएको छस्। जङ्गलको नियमले मलाई तँलाई छोडेर अर्को शिकार खोज्न अनुमति दिँदैन। जुन शिकार अगाडि आउँछ त्यही खानुपर्छ। म पनि त्यो नियम मान्न बाध्य छु। पण्डितजीले देखे कि उनको बिन्ती सुनिने हालतमा छैन। बाघ एकदम कठोर थियो। तर पण्डितजी हार मान्ने मानिस थिएनन्। उनले आफ्नो बुद्धि लगाएर एउटा विचार आयो। पण्डितजीले भने, ठिक छ बाघ भाइ, तिमी मलाई खान चाहन्छौ, तर खानु अघि एउटा सानो कुरा गर। यो जङ्गलमा अरू जनावरहरू पनि बस्छन्। तिनीहरूलाई पनि एकपटक सोध न कि तिमीले जे गर्यो त्यो ठिक हो कि गलत। जो मानिसले तिम्रो प्राण बचायो त्यसलाई खानु ठिक हो कि होइन? यदि सबैले भने कि तिम्रो काम ठिक छ त तिमी मलाई खान सक्छौ। म केही भन्दिन। बाघले अलि सोच्यो। उसलाई लाग्यो कि यो त सजिलो काम हो। जङ्गलका जनावरहरू त सबै यस्तै कृतज्ञ छन्। उनीहरूले त आफ्नो पक्षमा नै बोल्छन्। यसमा के छ र? ठिक छ पण्डित, मैले मन्जुर गरे, तर सम्झ, केहीले पनि तेरो पक्षमा बोलेन भने म तँलाई तुरुन्तै खान्छु, बाघले भन्यो। पण्डितजी र बाघ त्यही उभिएर कसैको पर्खाइ गर्न थाल्यो। केही बेरपछि त्यसतर्फ एउटा गाई हिँडेर आयो। गाई एकदम बुढी थिए। उसको शरीर कमजोर थियो।
हड्डीहरू छालाबाट देखिन्थे। बिस्तारै पाइला चाल्दै ऊ त्यहाँ आइपुगी। ओहो गाई बहिनी, यता आउनुहोस्, हामीलाई केही मद्दत चाहियो। पण्डितजीले गाईलाई बोलाए। गाई नजिक आए। उनले पण्डित र बाघ दुवैलाई हेरी। पण्डितजीले आफ्नो कथा सुनाए, कसरी उनले बाघलाई पिंजराबाट मुक्त गरे अनि कसरी बाघले उनलाई खान लागेको छ। गाईले सबै कुरा सुने अनि उनले आफ्नो राय दिन्। ओहो पण्डितजी, अहिले कलियुग छ, यो अँध्यारोको युग हो। यस युगमा कसैले पनि उपकारको बदला चुकाउँदैन। कृतज्ञता भन्ने कुरा बिर्सियो। अब मेरो आफ्नै कथा सुन्नुहोस्। जब म जवान थिएँ, मैले मेरा मालिकलाई धेरै दुध दिएँ। बिहान साँझ दुहाइ हुन्थ्यो। मेरो दुधले मेरो मालिकका छोराछोरीहरू हुर्किए। मेरो मालिकले त्यो दुध बेचेर पैसा कमायो। वर्षौंसम्म मैले उसको सेवा गरेँ। तर अब म बुढी भएँ। अब म दुध दिन सक्दिनँ। अनि मेरो मालिकले मलाई के गर्यो थाहा छ? उसले मलाई घरबाट निकालिदियो, जङ्गलमा छोडिदियो। अब त काम लाग्दैनस्, जा भन्यो। अनि पण्डितजी, यो संसारमा कृतज्ञता भन्ने कुरा छैन। अनि बाघ भाइ, म तपाईको पक्षमा बोल्न डराउँछु किनभने मैले तपाईको पक्षमा बोले भने बाघले मलाई नै खाइदिन्छन्। यति भनेर गाई त्यहाँबाट हिँडी। बाघले खुसी हुँदै भन्यो, सुनिस् पण्डित, गाईले के भनी? अब त मान कि उपकारको बदला चुकाउनु जरुरी छैन। अब म तँलाई खान्छु, पण्डितजीले जवाफ दिए। तर उनले हिम्मत गरेर भने, अरे बाघ भाइ, अझ एकजनालाई सोधौ न। गाई एक्लैको रायले पुग्दैन, अर्को जनावर आउन देऊ, त्यसलाई पनि सोधौं। अनि त्यसले पनि तिम्रो पक्षमा बोल्यो भने केही भन्दिन। बाघलाई अलि रिस उठ्यो, तर उसले फेरि मन्जुर गर्यो। उसलाई थाहा थियो कि सबै जनावर उसकै पक्षमा बोल्छन्। त्यस्तै त संसार छ। केही बेरपछि त्यसतर्फ एउटा स्याल आयो। स्याल जङ्गलका सबैभन्दा चलाक जनावरहरूमध्ये एक थियो। उसका साना साना आँखाहरू थिए जसमा चतुराई झल्किन्थ्यो। उसले बाघ र पण्डितजी दुवैलाई देख्यो र अलि टाढेबाट हेरिरह्यो। ओहो स्याल भाइ, यता आउनुहोस्, पण्डितजीले स्याललाई बोलाए। स्याल नजिक आयो। के भयो, के कुरा छ? स्यालले सोध्यो। पण्डितजीले आफ्नो कथा छिटो छिटो सुनाउन थाल्यो। ओहो स्याल भाइ, मैले यो बाघलाई पिंजडाबाट छोडिदिएँ। 3 दिनदेखि यो भोकै थियो। मलाई दया लागेर मैले पिंजडाको ढोका खोलिदिएँ। तर अब यो बाघले मलाई नै खान लागेको छ। कस्तो अन्याय! पण्डितजीले अझ धेरै भन्न लाग्नुभन्दा पहिले स्यालले उनलाई रोक्यो। रोक्नुहोस् पण्डितजी, रोक्नुहोस्, स्यालले भन्यो। तपाईँ झुट बोलिरहनु भएको छ। झुटो? म कसरी झुटो बोलिरहेको? पण्डितजीले छक्क परे। स्यालले पिंजडातर्फ हेर्दै भन्यो, हेर्नुहोस् त, यो पिंजडा यो त कति सानो छ, अनि यो बाघ यो त कति ठुलो छ। यति ठुलो बाघ यति सानो पिंजडामा कसरी अटाउँथ्यो? के यो सम्भव छ? तपाईले झुटो कथा बनाइरहनु भएको छ। पण्डितजीले प्रतिवाद गरे। होइन स्याल भाइ, म साँचो बोलिरहेको छु। यो बाघ साँच्चै यही पिंजडाभित्र थियो। मैले आफ्नै आँखाले देखेको हुँ। बाघले पनि भन्यो, ओहो स्याल, पण्डितले साँचो बोलेको हो। म साँच्चै यही पिंजडाभित्र थिएँ। मैले कसम खाएर भनिरहेको छु। तर स्यालले आफ्नो टाउको हल्लाएर भन्यो, मलाई विश्वास लाग्दैन। तपाईहरु दुवै मिलेर मलाई मूर्ख बनाउन खोज्नु भएको हो कि के हो? यति ठुलो बाघ यति सानो पिंजडामा अट्ने कुरै भएन। बाघलाई रिस उठ्यो। उसले भन्यो, त मेरो कुरा विश्वास गर्दैनस्? ठिक छ, म तँलाई देखाउँछु। स्यालले भन्यो, हजुर मलाई देखाउनुहोस्। जबसम्म मैले आफ्नै आँखाले देख्दिन तबसम्म म विश्वास गर्दिन। बाघ पिंजडा नजिक गयो। उसले पिंजडाको ढोका खोल्यो र भित्र छिर्न थाल्यो। उसले आफ्नो शरीर तोडमोड गर्दै अलि गाह्रो गर्दै पिंजडाभित्र पस्यो। हेर स्याल, हेर, म भित्र छु। अब विश्वास लाग्यो? बाघले गर्व गर्दै भन्यो। स्यालले पण्डितजी तर्फ हेर्यो र चिच्याएर भन्यो, पण्डितजी छिटो पिंजडाको ढोका बन्द गर्नुहोस्। पण्डितजीले केही बेर पनि नसोची उडिएर पिंजडाको ढोका थुने। बाघ फेरि पिंजडाभित्र बन्द भयो। अरे यो के भयो? बाघ छटपटाउन थाल्यो। उसले पिंजडाबाट फुत्किन खोज्यो। ऊ चिच्याउन थाल्यो, तर अब केही फाइदा थिएन। पण्डितजी आफ्नो आँखामाथि विश्वास गर्न सकेनन्। उनी बाँचे, उनको प्राण बच्यो। ओहो स्याल भाइ, तिमीले त मेरो जीवन बचाइदियो। तिम्रो बुद्धि र चतुराईको कुनै सीमा छैन। म तिम्रो कस्तो आभार मानु। पण्डितजीले स्याललाई धन्यवाद दिँदै भने। स्यालले मुस्कुराउँदै भन्यो, पण्डितजी अर्को पटक कसैमाथि यति सजिलै विश्वास नगर्नुहोस्। बाघ त बाघ नै हो, उसको स्वभाव कहिल्यै बदलिँदैन। पण्डितजी एकदम खुसी भए। उनले स्यालको बुद्धिमानीको कदर गर्दै भने, स्याल भाइ, तिमी साँच्चै एक महान पण्डित हौ। तिम्रो बुद्धि मेरो भन्दा पनि उच्च छ। तिमीले आज प्रमाणित गर्यौ कि असली पण्डितपन किताब पढ्नुमा होइन, बुद्धिमानीपूर्वक काम गर्नुमा हुन्छ। म तिमीलाई आफ्नो पण्डितपनको उपाधि दिन्छु।
आजदेखि तिमी नै पण्डित हौ। यसरी त्यो चतुर स्याल पण्डित बन्यो। पण्डितजी र स्याल दुवै खुसी खुसी त्यहाँबाट हिँडे। पण्डितजी आफ्नो घर पुगे र आफ्नो परिवारसँग भेटे र स्याल पण्डित भएर जंगलमा घुम्न थाल्यो। अनि त्यो कृतज्ञ बाघ ऊ त्यही पिंजराभित्र बन्द रह्यो। भोकभोकै उसको दुःखद अन्त्य भयो। उसले आफ्नो कृतज्ञताको फल पायो। यो कथाले हामीलाई केही महत्त्वपूर्ण कुराहरू सिकाउँछ। पहिलो, कृतज्ञ मानिसबाट सधैँ होशियार रहनुपर्छ। जसले तपाईको मद्दत लिन्छ र त्यसको बदलामा हानि पुर्याउँछ त्यस्ता मानिसहरू संसारमा धेरै हुन्छन्। दोस्रो, बुद्धिमानी र चतुराईले कठिन परिस्थितिबाट पनि बाहिर निस्कन सकिन्छ। स्यालले आफ्नो बुद्धिले बाघलाई जित्यो। तेस्रो, कसैको बाहिरी रूप र मीठा कुरामा अत्याधिक विश्वास गर्नु हुँदैन। बाघले कसम खाएर पनि धोका दियो। चौथो, गलत काम गर्नेहरूलाई अन्ततः सजाय भोग्नै पर्छ। बाघले आफ्नो कृतज्ञताको फल पायो। यसरी यो पुरानो लोककथाले हामीलाई जीवनको महत्त्वपूर्ण पाठहरू सिकाउँछन्। यो सँगै आजका लोककथाहरू सकिएका छन्। तपाईलाई आजका लोककथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भन्दै भोलिको भिडियोमा नयाँ कथाको साथ उपस्थित हुने नै छु। तबसम्मका लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।